गुड आफ्टरनुन साथी हो सबैजनालाई गुड आफ्टरनुन। साथीहरूले फोन गरेको हिजो शनिबार र आइतबार 2 दिन छुट्टी होइन। ओ माई गड, मैले एउटा भिडियो हालेको त्यो जबको बारेमा फोन गरेको साथीहरूले ट्याक्स पठाएको छ, कसैले के भनेको छ, कसैले के भनेको छ। जे होस् होइन, 66,000 सेलरी भनेपछि राम्रै हो क्या होइन। त्यो 66,000 सेलरीलाई त्यतिको सेलरी पाउनलाई तपाईँको 45-50 डिग्रीको घाममा गएर चाहिँ जागिर खानुपर्छ क्या। तर त्यो त इन्डिया हो नि, विदाउट पासपोर्ट, विदाउट मेडिकल, विदाउट लगानी होइन, विदाउट एकदम केही चिज पनि लगानी छैन क्या तपाईँको। तपाईँको मात्रै एउटा जाँगर छ, जाँगर हुनु पऱ्यो होइन। अनि तपाईँ चाहिँ जब गर्ने चाहिँ मनभित्रबाट हुनु पऱ्यो होइन। तपाईँको डकुमेन्टहरू सो गर्नु पऱ्यो होइन। अनि इन्टरभ्यूमा पास हुनु पऱ्यो, त्यसपछि जब सुरु। कति मजा छ। साथीहरूले फोन गरेको, लो न एसबी यार मलाई मिलाइदिनु पऱ्यो भन्नुहुन्छ, कहिले कसैले लो न भनिदिनु पऱ्यो कता हो के हो। धेरैजनाको चाहिँ यस्तो अब रिक्वेस्टेड भनौँ न, रिक्वेस्टहरू आइरहेको छ होइन। अब त्यो चाहिँ अब मैले मिलाउने, मैले गरिदिने चाहिँ होइन। मैले भने नि तपाईँहरूलाई, मात्रै मैले तपाईँलाई सजिलोको लागि चाहिँ विज्ञापन र ब्रोडकास्टिङ चाहिँ गरिदिएको हो क्या, तपाईँहरूलाई सजिलो होस् भनेर। चट्ट आउने डब्लुबिसी अफिसमा भने नि मैले, त्यो रिलायन्स कम्पनीको त्यो जामनगरमा सेक्युरिटी गार्डको लागि तपाईँहरूको भन्नु न 66,128 रुपियाँ चाहिँ सेलरी छ, एकदम राम्रो छ। भन्ने हो भने नि त, न पासपोर्ट चाहियो न के चाहियो, आफूले गरिरहेको ड्युटी हो, सट्ट ढाक्का ड्युटी दिइहाल्ने हो होइन। कोही चिजको के गर्नु नपर्ने, कति राम्रो छ। त्यस कारणले सबैजना एकदम हरियप छिटो चाहिँ तपाईँ अब भोलि अफिस खुल्छ होइन। तपाईँ आउनुहोस् डब्लुबिसी अफिसमा। अनि क्याप्टेन आइके प्रधान साहबले चाहिँ तपाईँलाई इन्टरभ्यू लिनुहुन्छ। रेजिस्ट्रेसन गरेको छैन भने रेजिस्ट्रेसन गर्नुहोस्, अनि सबै डकुमेन्टहरू सो गर्नुहोस्। इच्छुकदारहरू गुर्जीहरू सबैजना त्यहाँ आफ्नो डकुमेन्ट सो गर्ने, त्यहाँबाट चाहिँ सेलेक्टेड हुने अनि जबमा जाने होइन। कति सजिलो छ। त्यसकारण तपाईँहरूले पाएको जबलाई होइन, अब मलाई त यो सेलरी कम्ती हो, यो मन परेन, यस्तो दुःख रहेछ, यस्तो नभन्नुहोस् क्या। सबभन्दा प्राथमिकता कसरी लिनुहोस् भन्दाखेरि तपाईँले सबभन्दा प्राथमिकता नै जब पाउन ठुलो कुरो हो। सानोतिनो तपाईँले जब सुरु गर्नुहोस् फ्रीमा बस्नुभन्दा होइन। त्यो नै तपाईँको राम्रो बेनिफिट हुन्छ पछिको लागि। मलाई त मन परेन, यो त दुःख रहेछ, म जान्न, यस्तो गऱ्यो भने तपाईँको समय लस्ट होइन। सबभन्दा ठुलो त समय लस्ट हुन्छ। तपाईँको एज पनि लस्ट हुँदै जान्छ। राम्रो पाउँछ कि भन्यो, खोज्यो, अलिक ठुलो भाग खोज्छु भन्यो, हुँदैन। मेरो एकजना साथी छ, 3 वर्ष भइसक्यो, अहिलेसम्म घुमेकै छ। मैले पहिला भन्दाखेरि चाहिँ मान्नुहुन्न होइन। पहिला मैले यसो जब पनि अब साथीहरूलाई भनेर यसो रिक्वायरमेन्ट के गरेर मिलाउने गर्थ्यो। अहिले मैले त्यो छोडिदियो फेरि होइन। किनभने मैले धेरैजनालाई रिक्वेस्ट गरेर कसरी हुन्छ यताउता मिलाएर चाहिँ जब धेरैजनालाई जब मिलाइदिएँ। तर कसैले छोडेर जाने, कसैले के गरेर मैले धेरै किसिमको कम्प्लेनहरू आयो मलाई, यो एसपीको मान्छे, यो त्यस कारणले मैले चाहिँ अहिले त्यो हट्याक लिँदैन। जस्ट तपाईँलाई मैले सजिलोको लागि चाहिँ विज्ञापन र ब्रोडकास्टिङ गरिदिन्छु। तपाईँहरू आफै स्वयं आउने, अफिसको नम्बर दिइदिन्छु मैले होइन। यो डब्लुबिसी साहबको अफिसको नम्बर पनि दिएको छु होइन। अनि लोकेसन भनिदिएको छु, तपाईँको सेलरी, तपाईँको बेनिफिट के त्यो सबै कुरा चाहिँ भनिदिन्छु। तर मैले यो मेरो मान्छे हो, मलाई यस्तो गर्नुपर्छ भन्ने चाहिँ मैले गर्दिनँ है। किनभने मैले धेरै कम्प्लेनहरू मलाई आयो क्या होइन। एसबीको मान्छेले यस्तो भने, यस्तो गर्यो, कोही फर्केर आउने, जब पायो पनि फर्केर। अब हामीले ठुलो भाग खोजेर कहिले पनि ठुलो भाग खोज्नु हुँदैन क्या। सानो चिजमा तपाईँ इन्भल्भ हुनुपर्छ, इन्ट्री हुनुपर्छ। त्यसपछि तपाईँको हातको कुरा हो त्यो। तपाईँको भन्यो नि त, एक्सपिरियन्स के छ, क्वालिटी के छ, क्वालिटी कन्ट्रोल तपाईँमाथि के एक्सपिरियन्स छ, के स्किल छ, क्वालिफिकेसन के छ, त्यो अनुसार तपाईँले पाउने हो नि। अब तपाईँले एकैचोटि ठुलो भाग खोजेर चाहिँ
आफ्नो क्वालिफिकेसनले धान्दैन, ठुलो खोजेर कहिले पनि हुँदैन। तपाईँ त्यसबाट डिस्क्वालिफाइड हुनसक्छ। त्यस कारणले तपाईँले सानोतिनो जब पाउँछ भने इग्नोर नगर्नुहोस् प्लिज। इग्नोर नगर्नुहोस्, एक्सेप्ट गर्नुहोस्, जब गर्दै गर्नुहोस्, मन परेन भने रिजाइन गर्नुहोस्, बस खास। तर इग्नोर नगर्नुहोस्। यदि तपाईँले इग्नोर गर्नुहुन्छ भने तपाईँलाई केही समयपछि मात्रै तपाईँलाई थाहा हुन्छ र तपाईँ पछुताउनुहुन्छ त्यही जबलाई। मैले देखिरहेको छु मेरो साथीहरू भने नि त 3 वर्षसम्म आज घुम्दैछ, त्यही जब गरेको बेला 3 वर्षसम्म अहिले होइन। त्यस कारणले म पेन्सन होल्डर हो, मेरो पेन्सन यति आउँछ भनेर कोही पनि प्राउड नगरे हुन्छ। त्यो पेन्सन आउँछ, आउनु त कसैको लाखै आउँला, कसैको कति आउँला होइन, आफ्नो चाहिँ ऱ्याङ्क अनुसार आउँछ। तर त्यो पेन्सनलाई तपाईँ प्राउड नगर्नुहोस्। तपाईँको यति एज छ, तपाईँ जब गर्नु सक्नुहुने एज छ भने प्राउड नगर्नुहोस् आफ्नो त्यो पेन्सनलाई। पेन्सन त एक ठाउँ मात्रै हुन्छ क्या आउने, जाने चाहिँ फेरि कति ठाउँ हुन्छ थाहा छ? आज कसैको त नानी बाबुहरू नि सानो सानो छ भने त झन् त्यो पेन्सनले त केही पनि पुग्दैन। त्यसकारण तपाईँले नेक्स्ट क्यारियरको जब गर्नुहोस्। जब गऱ्यो भने तपाईँलाई धेरै सपोर्ट पनि हुन्छ र तपाईँको धेरै चिजमा फरक हुन्छ। कति फरक हुन्छ तपाईँलाई, सबै मान्छेले देख्ने हेर्ने यताउता सबै चिजमा पनि फरक हुन्छन्। तपाईँ पेन्सन मात्रै छ तपाईँसँग, बाँकी कोही इन्कम छैन, तपाईँलाई फर एक्जाम्पल ल मलाई 9-10 लाख पैसा चाहियो, कसैले लोन लिनु पऱ्यो होइन भनेर तपाईँले कसैसँग माग्नु गयो भने त्यो दिने मान्छेले तपाईँको जज गर्छन्। यसको पेन्सन यति आउँछ, यसले जे होस् 2-4 वर्षमा तिर्नु सक्छ भनेर 4-5 लाख रुपियाँ तपाईँलाई एग्रिमेन्ट गर्छ है। तर तपाईँको नेक्स्ट जब छ भने नि उसले अझै अलि धेरै दिनुहुन्छ क्या। फर एक्जाम्पल मैले पनि त्यस्तै गर्थेँ। मैले साथीहरू मेरो पेन्सन मात्रै हुन्थ्यो पहिला, यो जब गर्नुभन्दा पहिला होइन। अहिले त म एमबिसीको जब होल्डर हो होइन। त्योभन्दा पहिला त अब 4-5 लाख रुपियाँ माग्दाखेरि नि यसले कसरी तिर्छ, पेन्सन मात्रै छ, यसको आउने ठाउँ छैन, पैसा होस् नहोस् क्या, आउने ठाउँ पनि छैन, यो कसरी तिर्छ भन्ने उनीहरूले अनुमान गर्थ्यो। अहिले मलाई मिस्टर एसपीलाई नि कसैसँग मैले लोन लियो भने पैसाको रिक्वायर गर्यो भने अरे एसपी कति चाहियो हेर्नुहोस्, किन भन्नु न, पेन्सन पनि छ मेरो, म एमबिसीको जब होल्डर हो होइन। एमबिसीमा नि यसको जब स्यालेरी पनि राम्रै छ, अब यसले तिर्नु सक्छ भन्ने उनीहरूले यति जज गर्छ। यति फरक हुन्छ क्या। त्यस कारण तपाईँसँग सानोतिनो जब छ भने धेरै चिजमा सपोर्ट र बेनिफिट हुन्छ। त्यस कारणले तपाईँहरूले जागिर पाउँछ भने इग्नोर नगर्नुहोस् प्लिज। मैले साहबहरू गुरुजीहरू धेरै देख्छु, अब स्यालेरी कम्ती भयो रे, ड्युटी यस्तो टाइपको भयो रे उस्तो। हामीले अब केही दुःख नगरीसम्म तपाईँले त्यत्तिकै त जागिर त पाउँदैन होइन। अब दुःख त गर्नुपर्छ, केही न केही त गर्नु पऱ्यो नि त होइन। अति नै गाह्रो भयो, गर्नु नै नसक्ने, आफ्नो क्यापेसिटीले धान्नै नसक्ने चाहिँ छ भने चाहिँ ओके, त्यो चाहिँ आइजुलाई तपाईँको आफ्नो विचारको कुरा हो होइन। तर अरू मान्छेले नि गर्नु सक्ने जबलाई चाहिँ तपाईँले इग्नोर नगर्नुहोस्, जब गर्नुहोस् क्या। हामीले अब फौजी मान्छे खालि त्यो फौजीकै रिलेटिभवाला जब मात्रै खोज्नुहुन्छ। पब्लिकसँग काम गर्नुहोस् न, तपाईँले छुट्टै किसिमको अनुभव पाउनुहुन्छ। जस्तै हाम्रो एमबिसीमा अहिले म वेलफेयर ब्रान्चको हो, अब अरू पनि अब डिफेन्स विङमा धेरै मान्छे छन्, तर सबैजना एक्स सर्भिसम्यान छैन। एक्स सर्भिसम्यान मोर देन 25 जना होला, तर यहाँ 4-5 जना छन् सबै सिभिलियन। उहाँहरूसँग तपाईँले काम गरेर हेर्नुहोस् र अनुभव बढाउनुहोस् कस्तो हुन्छ पब्लिकसँग। हामी त त्यो फौजीको काम मात्रै, खालि त्यो बन्दुक उठाउने, सेक्युरिटी गार्ड बस्ने, यति मात्रै त हामीलाई, त्यति मात्रै। तर तपाईँले चाहिँ तपाईँको यति इन्ट्रेस्टेड हुनुहुन्छ भने जे पनि गर्न सक्नुहुन्छ। त्यो फौजी काम मात्रै होइन, अरू चिज पनि गर्न सक्नुहुन्छ क्या। अनुभव लिनुहोस् क्या, अलिकति चेन्ज गर्नुपर्छ क्या यो मेन्टालिटी अनि सेन्स। हाम्रो त्यो फौजीको कुरा मात्रै, जहाँ भेट्यो त्यो फौजीको कुरै, त्यो फौजीकै ड्युटी, त्यस्तो मात्रै गर्ने होइन क्या। अलिकति पब्लिकसँग मोटिभेट हुने होइन, सेन्सलाई चेन्ज गर्ने, मेन्टालिटीलाई अलिकति चेन्ज गर्ने,
त्यो एकदमै जरुरी छ। त्यस कारणले तपाईँहरू जबको लागि अब भने नि त मैले 66,000 मैले सेलरी भनिदिएको, अब निन्द्रा लागेको छैन सरहरूलाई। सही कुरो हो होइन? सेलरी राम्रो भएपछि त जसलाई पनि जोस चल्ने भयो। सेलरी कम्ती भनेपछि त्यस्तो अब सेलरीमा को जान्छ भनेर कसैले फोन पनि गर्दैन। अहिले चाहिँ फोनको लाइन, ट्याक्सको लाइन छ। तर मलाई एकदमै खुसी छ है फेरि। त्यसकारण भोलि WBC अफिसमा आउनुहोस् तपाईँहरू, टक्क WBC को हानिर क्याप्टेन हाम्रो आइके प्रधान साहबसँग भेट्नुहोस्, इन्टरभ्यू दिनुहोस्, सेलेक्टेड हुनुहोस् अनि जानुहोस्। बाँकी अरू ठाउँमा पनि छ। मेरो यता ब्रिटिस क्याम्पतिर पनि मेरो ब्रिटिस क्याम्पको साथीहरू थुप्रै छ चिनाजानी मेरो। म त्यतातिर पनि जान्थ्यो जब गर्न, तर मलाई हुनु त आफ्नो इच्छाको कुरा हो। सेलेक्टेड नभएर पनि होइन, सेलेक्टेड पनि हुन्थ्यो, मेरो आफ्नो मान्छेहरू हुन्थ्यो। तर मैले पैसा मात्रै हेर्दिनँ। म यहाँ हाम्रो इन्डियन एम्बेसीको डिफेन्स विङमा वेलफेयर ब्रान्चमा बस्यो भने मलाई पैसा भन्दा पनि एक दुसरालाई सहयोग गर्ने मौका पाउने रहेछ। मौका पाएँ, मैले मौका पाइरहेको छु र कतिजनाको अब राम्रै भइरहेको छ होइन, धेरै जस्तो मान्छेको। अनि मैले पैसा मात्रै होइन, त्यो सेल्फ आफ्नो लागि चाहिँ हुन्छ। तर यस्तो राम्रो एक दुसरालाई हेल्प गर्ने मौका चाहिँ पाउने थिएन मैले। त्यसकारण मैले हाम्रै इन्डियन एम्बेसीको वेलफेयर अफिसमा चाहिँ KSP बोर्डमा चाहिँ जब इम्प्लोइ छु म होइन। म एकदम सेटिस्फाइड छु होइन। पैसा मात्रै कमाएर पनि भएन नि त, जहिले नि पैसा मान्छे पैसा गएपछि दौडिन्छन् होइन। तर पैसा कमाउनुपर्छ, आफ्नो बाध्यता पनि हुन्छन् कमाउनेको होइन। तर मैले भने नि त, फेरि पनि एकचोटि जब पायो भने सानोतिनो जब गरिहाल्नुहोस् होइन। अब यो अहिले जो सेक्युरिटी गार्डको खुलेको छ त्यसमा तपाईँहरू एकदम राम्रोसँग इन्टरभ्यू दिनुहोस् अनि सेलेक्टेड भएर चाहिँ तपाईँ जब गर्न जानुहोस्। एकदम राम्रो छ, सबैजनाले गुड लक भन्न चाहन्छु। अनि अरू पनि छ नेपालमा हाम्रो यो अहिले उता ब्रिटिस क्याम्पमा पनि खुलेको छ। तपाईँलाई ब्रिटिस क्याम्पको चाहिँ म सबै अब तपाईँहरू आफै अनलाइन चाहिँ फर्म भर्न सक्नुहुन्छ, अनलाइनमा हेर्नुहोस् अनि तपाईँले देख्नुहुन्छ। अनि मेरो साथीले अस्ति नै मलाई भनेको थियो, ल तपाईँको आफ्नो मान्छे छ भने एसबी पठाइदिनु, एउटा चाहिँ मेकानिकल ट्रान्सपोर्टेसनको डिटेल क्लर्क र ड्राइभर अनि कुक अनि मेस क्लिनर 3-4 जनाको भ्याकेन्सी छ। 4-5 जनाको छ, जे होस् तपाईँले अनलाइनमा हेर्नु सक्नुहुन्छ। र यो एउटा चाहिँ मेकानिकल ट्रान्सपोर्ट डिटेल क्लर्कको चाहिँ सेलरी 69,207 रहेछ। तपाईँले चाहिँ अब अनलाइनमा गएर हेर्नुहोस् होइन। म तपाईँलाई एड्रेस भन्न चाहन्छु, nepaljob.com मा जानुहोस् अनि BGN टाइप गर्नुहोस्, सरर आउँछ। तपाईँलाई इच्छा लाग्छ भने, अब यति इन्ट्रेस्टेड हुनुहुन्छ भने भर्नु सक्नुहुन्छ होइन। अनि त्यसमा क्लिक गर्नुहोस्। के छ भने अहिले 5-6वटा खुलेको रहेछ। मलाई साथीले चाहिँ 2-3 मात्रै भन्नुभएको थियो। मेरो साथीहरू हुनुहुन्छ उता ब्रिटिस क्याम्पमा जौलाखेलमा। BGN भनेको ब्रिटिस गोर्खा नेपाल, BGN भन्छ, BGN काठमाडौँ ललितपुरमा है, उता जौलाखेलमा छ। त्यसमा तपाईँको एउटा मेकानिकल ट्रान्सपोर्टेसन डिटेल क्लर्कको छ एउटा, उहाँको सेलरी चाहिँ 69,000 रहेछ। अनि ड्राइभरको सेलरी 66,242 रहेछ। अनि उहाँको लाइसेन्सको क्याटेगोरी हुनुपर्छ ABFG हुनुपर्छ है साथीहरू। कसैलाई इन्ट्रेस्टेड छ भने अनलाइन तपाईँ सबमिट गर्नुहोस्, बस भइहाल्छ। अनि चिप भनेको कुक पकाउनेवाला, उहाँको पनि 66,242 नै रहेछ। कसैलाई इच्छुकदार छ भने जानु होला, अनलाइन भर्नुहोस्। अनि मेस क्लिनर भन्ने छ, मेसको अब साफसफाइ यताउता होला होइन, 47,885 देख्छु। उहाँ पनि तपाईँहरू फर्म भर्नु सक्नुहुन्छ। मेरो किनभने ब्रिटिसतिर पनि साथीहरू छन् चिनेको साथीहरू छन्। उहाँहरूले मलाई जब खुल्ने बित्तिकै फोन गरेर भन्नुहुन्छ, एसबी ल कि तपाईँ आउनुहोस् कि तपाईँको मान्छेलाई पठाउनुहोस्, कोही छ भने भन्छु। तर मेरो आफ्नो मान्छेले चाहिँ मैले अब पठाउँदिनँ पठाइदियो अनि
बिचमै छोडेर जान्छन्, कोही के गर्छ। सो त्यस कारणले म तपाईँहरूले यो जबको बारेमा नि भनिदिएँ होइन। अनि अब डब्लुबिसी अफिसको नम्बरहरू माग्दै थियो, मैले सबैजनालाई नम्बर पनि दिएँ। अब स्वयं आफै आउने, फेस टु फेस साहबसँग भेट्ने, इन्टरभ्यू हुने साहब हो। अब सबै कुरा त मैले अब कता छ के छ त्यो तपाईँहरूलाई मैले डाइरेक्सन, लोकेसन सबै फोन नम्बर दिएको छु। हरिअप एकदम आउनुहोस् अनि अफिसमा भेटेर तपाईँहरू के गर्नुपर्ने सबै गर्नुहोस् अनि तपाईँहरू जब गर्न जान सक्नुहुन्छ। ल त साहब, सबैजनालाई यति भन्न चाहेँ। अहिले मेरो अलिकति यो भिडियो अलिक लामो भयो क्या, त्यस कारण कुरा त धेरै नै थियो, अरूहरू हुन्छ, म नेक्स्ट भिडियोमा अपडेट गरौँला। अहिले चाहिँ यति गर्छु। जय गोरक्षा साहब सबैलाई।